वेलकम छ धेरै दिन पछाडि आज नयाँ भिडियोमा तपाईँहरूलाई है साथीहरू हामी चाहिँ आज घरतिरबाट भर्खर कोलपुरतिर निस्किँदैछौँ टक्क आएर महिनौ भयो भ्लग नबनाएको पनि महिनौ भयो। अब फेरि सुरुवात गर्नु पर्यो, फेरि हिजोको दिनहरू जस्तै एकदम टक्क लाएर काम धन्दामा लागेको साथीहरू तपाईँलाई चाहिँ म देखाउँदैछु कामकाज कस्तो, जिन्दगी कस्तो चलिरहेछ भन्ने कुरा ट्याक्क अब भ्लगबाट चाहिँ नैदेखि आउँछ है साथीहरू। ल साथीहरू कस्तो हेर्नुपर्छ टक्क लाएर हाम्रो यो यताको यो पिपिरे साइडतिर यस्तो छ माहौल चाहिँ। मेन हाइवेतिर हामी चाहिँ हिँडिरहेको छौँ, अहिले कोलपुरतिर जाँदैछौँ आफ्नै गाडीमा फेरि है साथीहरू। पुरा छकछके ल्याउँदाखेरि साला केटाले चलाइराख्ने मजाले मजाले साइडमा बसेर टक्क लाएर गाना बजाउँदै हो साथीहरू, गाना बजाउँदै टक्क लाएर हिँडिरहेको। यस्तै छ ड्राइभरी जिन्दगी, गाना सुन्यो टक्क लाएर हिँड्यो, काम गर्यो, खायो पियो, चलिरहेछ भन्नुपर्छ। गाइस आइयो टक्क लाएर काम हुँदैछ है हाम्रो चाहिँ। टक्क लाएर पानी खाँदै म चाहिँ बसिरहेको छु चलाएर है। हाम्रो काम चाहिँ त्यहाँ भइरहेछ टक्क लाएर। अब यो हाम्रो प्लटिङ काम हुन्छ यहाँ चाहिँ चट्ट लाएर यसलाई चाहिँ अब त्यो साइडमा खनेर अनि यो गड्डा छ यतातिर, यता यो साइडमा गड्डा छ यतातिर खनेर टट्ट लाएर हाम्रो यो पुरै प्लानिङ हुन्छ। यो पुरै यहाँदेखि त्यहाँ पुरै प्लानिङ हुन्छ। प्लानिङ यहाँ अब घर बन्छ यस टट्ट लाएर अब घर बन्ने यहाँ चाहिँ साथीहरू। प्लानिङ घर प्लानिङ अब यो पुरै फिल्ड बनाएर यहाँ चाहिँ अब टक्क लाएर सकिने मान्छेहरूलाई चाहिँ अलि सस्तो मस्तोमा ट्याक्क लाएर थोरै रकममा एउटा घर ट्याक्क हाल्न सकिने थोरै जग्गा चाहिँ मिल्छ है यहाँनिर। हाम्रो यो 10 बिगादेखि पश्चिम साइडतिर यो साइडतिर अलिक म खासै आएको थिएन, भर्खरै आएँ। पहिला त्यति आए जस्तो लागेन, अलिक धेरै पछाडि पर्छ। किरा नालाको नजिक जस्तो लाग्यो मलाई। अलिक पछाडि त गएको छैन म, कस्तो छ उतातिर खेतै खेत रहेछ है यतातिर। गाइस माया छ है साथीहरू, माया छ। ल सम्पर्क गर्नु नि, यसो कमेन्ट गर्नु चाहियो भने। अब हाम्रो काम भइरहेको छ, फेरि अब प्लानिङको काम भइरहेको छ। म यसो देखाइदिने, यसो कन्ट्याक्ट गरिदिने काम चाहिँ गरिदिउँला है। र आफ्नै नभए तापनि अब चिन्ने जानेका साथीहरूसँग कन्ट्याक्ट गरिदिउँ ल साथीहरू। यहाँ चाहिँ अब यो नाला चाहिँ यहाँनिर यो म बसेको चाहिँ बाटो हो। हाम्रो जग्गा व्यापारी त्यहाँ हिँडिरहनु मस्तले, यही जग्गा व्यापारी। यहाँ हाम्रो मेसिनले काम भइरहेछ गएर। यस्तो छ यहाँ चाहिँ माहौल दामी छ। गाइस हाम्रो काम चाहिँ भइरहेछ दामीसँग अनि अहिले चाहिँ म यता साइडतिर आएँ। गोपाल यहाँ चाहिँ यस्तो रहेछ है। यहाँ अगाडि कहाँनिर चाहिँ किरा नाला, हाम्रो किरा नाला रहेछ। यो पनि साइड यहाँनिर नाला छ, यो पनि किरा नालामा जान्छ होला सायद। यस्तो टट्ट लाएर पुरा धान उत्पादन हुँदो रहेछ अरे यतिर हाम्रो। यहाँ अलिअलि देखिन्छ यो कहाँनिर यो देखिन्छ नि, यो देखिन्छ नि। यहाँनिर हाम्रो यसको महिना चाहिँ यो हाम्रो मुस्लिमहरूको चाडपर्व मेला लाग्छ कि ट्याक्क लाएर देखिरहेको नि अलिअलि। यो कालो यहाँनिर चाहिँ अब मुस्लिमहरूको यति भन्छ उतापट्टि फरफर गरिरहेको ठाउँ है, दामी छ। यो हेर केटाहरू पुरा लट्ठी गट्ठी पाकेर हिँडिरहेको छ नि त यार, यहाँ त उडिराख्ने यस्तरी। दामी छ है साथीहरू। हाम्रो यो पुरा काम भइरहेछ भन्नुपर्छ। अहिले बनाइसकेपछि ट्याक्क देखाउँछु म चाहिँ कस्तो हुन्छ भनेर, गोपाल देखाउँछु है। हिरो हाँसिरहेछ नि मुसु हाँस न हो। होइन त गाइस यस्तो ठाउँमा पनि चना छ पुरै के, यस्तो दामी चनाहरू रहेछ कि दामी। गोपाल बङ्गुर फार्म रहेछ हिँडेर। म चाहिँ यहाँ बसिरहेको छु पुरै चना खाइदिउँ भनेर खाइदिनु लाग्यो टक्क लाएर। पुरै दामी चनाहरू छ यार।
चट्ट परेको सानो चट्ट परेको यो हालतमा किन हो यस्तो हट भन्ने चाहिँ लास्ट मार्यो धुलोले मार्यो बाबा लास्ट बनायो धुलोले त पुरै प्लेन बनाइयो लास्टै बनायो धुलोले त